भाइहरूसँग भेट भइरहेको छ। यो भाइ धेरै बोल्छ, आज चिट चोरेर पनि फेल भएको यो भाइ के हुँदै रहेछ। रमाइलो भइरहेछ यहाँ चाहिँ है। 12 को आज लास्ट सेकेन्ड लास्ट होइन आज। भोलि कि पर्सि छ? अब भोलि पनि छ पर्सि पनि छ। हाम्रो त पर्सि मात्रै छ। मलाई भाइरल गर्न आँटेको भाइले नयाँ फोन देखाउँदैछ यहाँ भाइले चाहिँ है। चितेन त यहाँ चिलमा हुनुहुन्छ फेरि है। चस्मा चाहिँ कसैलाई छुनै कोएटको बुलेट गाडी हो नि त यो होइन। उयो घाम उज्यालो पर्छ नि त। खिच्चा नहान ला झन् तिमी त देखिँदैनौ त भाइ। यो त झन् देखि नै छोड्यौ त झन्। दिपेश भाइ लास्टमा होला होइन? दिपेश भाइ चाहिँ त्यो होस् लास्टमा। अगाडि रवि दाई मात्रै हुनुहुन्छ क्या। एक्लैले हाँकिराख्नु भएको छ बिन्दास धारामा। तनुजा बहिनीले के गरेछ बिन्दास बोलेकै छैन त आज। के भयो बहिनी? आज के भयो तिम्रो एक्जाम? बहिनी कसले जिस्काएको भाइ? बहिनीबाटै सुरुवात हुन्छ त हरेक सम्बन्ध। आमा हो र पहिला बहिनी भन्थे। बहिनी अहिले चाहिँ खैनी भएर फ्याल्दिएको। खैनी भएर फ्याल्दिएको ए। रवि दाईलाई झ्याउ लागिसक्यो होला है। रवि दाई झ्याउ लाग्यो बिन्दासमा फेरि आफ्नै तालमा छन्। गाडी कुदाउनु पायो भने त लाग्दैन नि। यो कहाँको बाटो हो यस्तो? विद्यार्थी नै छैनन् नि। बाटो चाहिँ एकदम दामी छ यहाँको। यहाँको भाइरल चटपटे कहाँ खेदाएछ यार? भाइरल चटपटे नै रहेन। मैले खाइदिएको कि भाइरल भएछ यार। यहाँनिर राख्थ्यो नि रवि दाई, त्यतिखेर उयै थिएन क्या। किनिदिरहेको थिएँ त्यहाँदेखि त के हो उयो लागेछ। खानु छोडेको दोकानै हरायो नि रवि दाई। के राख्नु अरे? कस्तो राम्रो बाटो यार। बाटो त सबै फिलिली भइसकेको छ पनि। अब हुँदो हाम्रो रवि दाईको ड्राइभिङ स्किल चाहिँ दामी लाग्छ मलाई। खतरा चलाउनुहुन्छ गाडी। कोएटको भाइरल ड्राइभर। फर्स्ट त तपाईँ होला। चस्मा होइन, घाँटीमा सिक्री लाएर चाहिँ चट्ट लाएर। तनुजा बहिनीको घर आएछ। के आयो अरे?
के भएको अरे जयपुरको बाटो चाहिँ यस्तो खालको रहेछ गाउँ गाउँ छिर्नुपर्ने है आफै के लाइभ बस्नु भयो भन्नु क्या लाइभ बस्नु भयो भन्दा चाहिँ क्या आम्मा पाइँदैन यो भाइको होला लिएर आऊ न त ल होइन पर्सिसम्म रहँदैन रातो भइरहेछ जाऊ न केटा लिएर आऊ ल्याएन कहिले ए यिनीहरूलाई दिनु हुँदैन अहिले ल्यायो भने यिनीहरूले सक्छ होइन लिची टन्नै पाएको रहेछ आँप रहेछ आँप अनि उसको घरमा पनि रहेछ त लिची यहाँ ऊ पाक्न आँटेको छ झन् फाइदा ऊ घरैमा यहाँ देख्नु भएन त्यत्रो ऊ उसकोमा खाँदा हुन्छ त्यो माथिको त कसको जम्मा कतिजना 4, 5, 6, 7, 8 जना 8 जना मात्रै रहेछ यहाँबाट कता यस्तो भित्र यो बाटो पिच गर्नु भने किन यस्तो लाग्यो यहाँ नि खर्च त कम्ती नै कम्ती एकदम गर्मी हुन्छ यो गाडीमा चाहिँ कोही नचढ्दा हुन्छ होइन आमा फुल फुलेको पर्ने जाने नपर्ने रहेछ नि यो 2 नम्बरमा चाहिँ कोही नचढ्दा हुन्छ है होइन हावा पनि छिर्दैन ड्राइभर पनि चेन्ज भोकै गर्छ गीत पनि बज्दैन यो गाडीमा त डेकसेक पनि छैन यस्तो अल्छी लाग्छ कि मलाई आज फसाउनु भयो जयपुर भनेर 4 नम्बरमा गएको भए कस्तो रमाइलो हुन्थ्यो यतिखेर माथि पर्नेको फुल पनि हेर्न पाइन्थ्यो भिडियो खिच्न पाइन्थ्यो हावा खानु पाइन्थ्यो यसमा जस्तो गर्मी हुँदैन नि त दौडिनै पाउँदैन नि त यो भाइहरूले फेल गरेछ कहाँ आइपुग्यो हामी मिस्टुरीलाई कहाँ फोन गर्दै बोलाउँछौ मिस्टुरीले छोडेर गयो के सब सरलाई देखाइदिनु पर्यो रवि दाइले यस्तो दामी गाडी चलाउनु सर कता घुमायो दिमागै घुम्यो यार मेरो त कहाँ बुधबारे आइपुग्न आँटेको यता मिसाको घरदेखि यता यसको घर यहाँ हो
बे गरेको छुइनँ दाइ होइन, बे गरेको चाहिँ छुइनँ। विचार गर्नु, म यहाँ सुतेँ होइन, म यहाँ सुत्दैछु, बे गरेको छुइनँ, विचार गर्नु। यो के को पैसाहरू मेरो म के छ म चाहिँ मस्त सुतिरहेको छु है गाडीमा अगाडि। यो गाडीमा चाहिँ फाइदा भनेको चाहिँ यसरी सुत्न पाइन्छ होइन। पास भयो, पास चाहिँ हुनु पर्यो है। यार कच्ची बाटो आएछ। एमएटीको दाइ पनि आउनु भएछ ज्याङबा। एकछिनमा फेरि पछाडि गएर बस्छु, एकछिनमा पछाडि गएर बस्छु। तिमीहरू त नि यस्तो मजा आउँदो रहेछ पछाडि है, हावा पनि यस्तो दामी चल्दो रहेछ। यहाँ पो मजा आउँदो रहेछ अगाडि त हावै नचल्दो रहेछ, यहाँ पो हावा हेर्नु। के भयो अरे भन्देऊ न त। यताको ठाउँ हेर्नु हुँदैन भनेको क्या। ए यतातिरको चाहिँ विद्यार्थीहरू पनि सबै झरिसक्यो, हामी झिल आइपुगिसक्यौँ है होइन जितेन दाइ। हेर्दा चाहिँ कहाँको जङ्गल जस्तो, झन् ऊ यहाँदेखि भित्र छिरिन्छ नि उताको त्यो इत्रु बाटो, त्यो पो दामी छ त हिँड्नलाई त। स्कुलको हिँडेको थियो 2-3 पल्ट, कस्तो दामी छ। कहाँको जङ्गल हिँडे जस्तो होइन। माइला त अघि आएर पनि घर कुले हानिसक्यो, अघि आइसक्यो नि त्यो मान्छे। सालबाडी झिल आइपुग्यौँ। यो बाटो छ नि, यो बाटो कस्तो दामी छ क्या। जाने छैन झ्याउ, अहिले बनाइसकेको छ हो र। ए राम्रै भएछ खुवाउने होइन नि। अन्त यो फुल्ने सिरिज त जतै पनि रोप्न थालेछ हो है। त्यो अलिकति बर्ने भनेको चाहिँ चिया बगान छेउमा, हाइवे छेउमा भएर ठुलो रुख भएर चाहिँ होइन अलिक भाइरल भएको यो। दिया बहिनीको घर यता हेरिरहेको थिएँ। मम्मी हो कि छोरी हो दोकानमा दिदिन चाहिँ मम्मी जस्तो लाग्यो। बहिनी हो, बहिनीको घर। मामा त कस्तो घाममा हिँडेको हौ। अब लक्ष्मीपुर अहिले उडाएको उडाइछन् गाडी होइन। अब त आशिषहरूले बे गरेकै छैन है, विचार गरिदिनु। यात्रा कस्तो गरायो त अब रविदाईलाई, यात्रा कस्तो गरायो त अब आज यात्रा? आजको यात्रा नि रविदाईको ड्राइभिङमा कस्तो भयो त भने मलाई त बबाल लाग्यो। ड्राइभिङ स्कुल बबाल छ हाम्रो रविदाईको, देखाइदिनु। रविदाई त हेर्दै एकचोटि उसलाई लाज लाग्यो अरे। ड्राइभिङ स्कुल चाहिँ बबाल छ होइन। 4
नम्बर पनि हाँकेकै छ, 2 नम्बर पनि हाँकेकै छ, 7 नम्बर पनि हाँकेकै छ। नपाउने भनेको ढ्वाङ र 6 नम्बर मात्रै होला, अरू त हाँकेकै छ। ढ्वाङ पनि हान्छन् उसले फेरि, अहिले त पाएको छैन नि त। एकचोटि चाहिँ 6 नम्बर पनि एकचोटि हान्यो होला। 6 नम्बर गयो नि झन्डै 2-3 महिना। कति 2 महिना जस्तो 2 महिना केसँग कहिले नाना नाले त कति हिजो कच्चीमा होइन के भएर चाहिँ कति कच्चीमा कुद्छ कहिले काहीँ यसमा पनि पक्कीमा पनि कुदा न भनेर त्यहाँ पिन्छ है। अब यहाँ कहाँ आइपुग्यो, अब मानन्द चोक आइपुग्यो होइन, माता मन्दिर आइपुग्यो। माता मन्दिरतिर मानन्द चोक भनेको। सिटी सेन्टर निस्किन लाग्यौँ है हामी। कोन त कसले खुवाउने हो, कोन त कसले खुवाउने हो। पाहुना म आइरहेको छु, मलाई के खुवाउनुहुन्छ? जितेन दाई चाहिँ लजाए, जितेन दाईले हाँक्छन् यहाँबाट सट्ट। चिसो ल्याएर आउनुभएको छ दाईहरूले, कोका कोला। यो गर्मीमा चाहिँ यस्तो मिठो हुन्छ। कलेर अब रवि दाईले चिसो खानुहुन्छ। अब जितेन दाईको फेरि ड्राइभिङ स्किल बेग्लैको छ फेरि जितेन दाईको हो। मलाई चाहिँ आफूले चलाएको भन्दा नि अरूले चलाएको चाहिँ दामी लाग्छ गाडी फेरि हो। बिग फ्यान क्या म चाहिँ फेरि जितेन दाई र रवि दाईको। चस्मा लाएर फेरि होइन यस्तो दिनुहुन्छ नि फेरि। यहाँ चिसो किनिदिनु भएको छ, थ्याङ्क यू सो मच तपाईँलाई, धन्यवाद। यो गर्मीमा चिसो खुवाउनु भयो। आमा यस्तो रकेट हाल्नुहुन्छ नि फेरि। आमा ब्रेक फेरि छ्याप छेपी लाग्छ यो गाडीको चाहिँ। पिकअप पनि यति छिटो लिन्छ है। हामी चाहिँ सिटी सेन्टर आइपुग्यौँ, जयपुर घुमिवरी है। 4 नम्बर अघि आइसक्यो जस्तो छ। 4 नम्बरकै फिर छ। बाइक चाहियो नि त, अनि बाइकमा जानु परेन ब्याङ्क। जाउँ 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 गुरुजी जाउँ। यस्तो दामी फेरि चलाइदिनु बोबाल लाग्छ फेरि जितेन दाईको मलाई। हाम्रो जितेन दाई चाहिँ फेरि बिजनेसम्यान पनि हो क्या, बिजनेसम्यान पनि हुनुहुन्छ हाम्रो जितेन दाई। पार्ट टाइम यहाँ ड्राइभिङ गर्नुहुन्छ, अनि अर्को चाहिँ अब आफ्नै व्यवसाय छ होइन। तपाईँको कहाँनिर भने पसल, कपडा पसल छ उहाँको चाहिँ है। बुधबारे हटिया हिकोला रोडबाट छिरेर माथि माथि होइन, नयाँ बुधबारे बजारभित्रनिर कुना कुनामा नि छ है कपडा पसल। भिजिट गर्न सक्नुहुन्छ, एकदम मिलाएर दिनुहुन्छ हाम्रो दाइले। बिजनेसम्यान हुनुहुन्छ क्या। म त दाइकोमा सधैँ लुगा किन्न जान्छु। कता छिराउनु हो खै? जाउँ 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 गुरु जाउँ। हाम्रो कोएट कलेज चाहिँ यहाँबाट तलतिर जानुपर्छ, इलाकातिर। यहीँबाट चल्दिउँ, गाडी आउँदैछ रन्थनिएर बुलाएर। मिडल पोइन्ट स्कुल आयो। न्युटन चाहिँ यहाँ मुनतिर हो, घर जस्तै छ न्युटन स्कुल। यो चाहिँ मिडल पोइन्ट हो। यो चाहिँ कतिसम्म छ? 8 सम्म होला यो मिडल पोइन्ट। हाम्रो कोएट कलेज आउन लाग्यो, म देखाउँछु तपाईँहरूलाई। बाटो चाहिँ एकदम दामी छ क्या यो कोएट कलेज जाने बाटो। फुल पनि फुलेको छ त्यस्तै दामी। यस्तो दामी फुलै उयो भइसकेको छ क्या। फुलै सुकिसक्यो। हामी चाहिँ फाइनली आइपुग्यौँ है जयपुर घुमेर पनि। स्कुल लागिरहेछ। फाइनली 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 हामी कोएट कलेज आइपुग्यो।
म चिसो खाँदै हिँड्दैछु आइपुग्यो हाम्रो भिडियो हेरिदिनु होला हैन थ्याङ्क यू सो मच किप वाचिङ हैन हाम्रो भिडियो हेरिदिनु होला माया गरिदिनु होला हाम्रो चाहिँ यस्तै छ कलेज यही हो है कलेज पनि आइपुग्यो गाडी राख्नु जानुभयो जितेन दाइ है ल ओके बाई बाई